किसिम जो आफू महानिर्देशक भएर केही समय पछाडि नै तपाईँ हामीहरू मानसपटलमा तपाईँ हामीलाई याद छ उहाँ महानिर्देशक भएको केही समय पछाडि नै हामीले लक्ष्मी पूजाको दिन उहाँ आफै चाहिँ विद्युत प्राधिकरणको कार्यालयमा बसेर सबैलाई आश्वस्त गराई हामीलाई लक्ष्मी पूजाको दिनदेखि 24 घण्टा बत्ती बाल्न पाउने 24 घण्टा उज्यालोमा रहन पाउने व्यवस्था मिलाइदिने महानिर्देशक भएको कारणले गर्दा उहाँ एउटा राष्ट्रलाई परिवर्तन गर्न चाहने राष्ट्रलाई सबल बनाउन चाहने हिजो जुन किसिमले यो विद्युत प्राधिकरण खरबौँ घाटामा थियो त्यो खरबौँ घाटालाई पूर्ति गरेर त्यो खरबौँ घाटालाई घाटाबाट नाफामा उकास्ने व्यक्तित्व भएको कारणले गर्दाखेरि आज कुलमान घिसिङले दण्डित हुनुपर्ने हो। आज कुलमान घिसिङको निम्ति हामी एकजना व्यक्तिको निम्ति हामीले यो विरोध सभा गरिराखेका छैनौँ। यो देशको राष्ट्रभक्तिको वफादारी कर्मचारी जो राष्ट्रलाई परिवर्तन गर्न चाहन्छन् जो राष्ट्रगत नायक हुन् जो नेपाली जनताको सधैँभरि हितमा काम गर्नुहुन्छ उहाँहरूप्रति हाम्रो सधैँ जुनसुकै कार्यालयको कर्मचारीप्रति पनि हाम्रो सम्मान हुनेछ। हामीले उहाँहरू सबैलाई यसरी नै सम्मान गर्नेछौँ। हामीले चाहेका कुरा के हो त भनेदेखि कुलमान घिसिङको कार्यकाल धेरै पनि छैन तर उहाँलाई अपमानितपूर्वक जसरी उहाँलाई कार्यालयबाट बर्खास्त गरियो अघि नै सञ्चालक कमरेडले पनि भन्नुभयो उहाँ चेपाङ बस्तीमा बत्ती बाल्दै गर्दा उहाँलाई कति बेला र कहाँनिर बर्खास्त गरियो भन्ने कुरा उहाँ आफैलाई पनि थाहा थिएन। त्यसैले त्यसरी के कुलमान घिसिङले यो सबै यो उज्यालो पार्ने यो नोक्सानमा भएको कम्पनीलाई नोक्सानमा भएको संस्थानलाई फाइदामा पुर्याउने अनि यो भ्रष्ट दलालीहरू बिचौलियाहरू जो यो देशको उद्योगपतिहरू भन्छन् त्यो उद्योगपतिहरूसँग त्यो उद्योगपतिहरूले प्रयोग गरेको केटीका फ्रन्ट लाइनको प्रिमियम सुट कमसेकम उनीहरूले तिर्नुपर्छ कि पर्दैन त्यो तिर्नुपर्छ त्यो प्रिमियम सुट उठाउनुपर्छ भन्ने विषयमा जब कुलमान घिसिङले आफ्नो स्ट्यान्ड लिएरै छाड्यो र त्यो स्ट्यान्डबाट उहाँ पछि हट्नु भएन। त्यस पछाडि यो देशको जो भ्रष्टाचार गर्ने भ्रष्टाचारीहरू थिए जो यो देशलाई हित नचाहने कमिसन चोरीहरू थिए उनीहरूको निधराम भयो। त्यही निधरामको कारण आज कुलमान घिसिङ दण्डित हुनुपर्ने। त्यसैले आम जनसमुदायहरू हामीले कुलमान घिसिङलाई यो आजीवन उहाँलाई विद्युत प्राधिकरणमा राख्नु भनेर भनेका छैनौँ। उहाँको कार्यकाल जसलाई यो देशले राज्यले सम्मान गर्नुपर्ने थियो यो राज्यले पुरस्कार दिनुपर्ने थियो त्यस्ता मान्छेलाई अपमानित तरिकाले बर्खास्त गरिन्छ भने होसियार खबरदार केपी ओलीका सरकार हामी तपाईँको यो सूर्यविनायक चोकमा मात्रै होइन भोलि हामीले यो भिड भोलि तपाईँको सिंहदरबार बालुवाटार र शीतल निवासमा पनि आइपुग्न सक्छ यो खबरदारी गर्न चाहन्छु। त्यसैले आम जनसमुदायहरू हामी आम भक्तपुरको न्यायप्रेमी जनसमुदायहरू हामीले के मात्र विश्वास गर्न चाहेका छौँ भने कुलमान घिसिङ एउटा वफादारी कर्मचारी हो जो राष्ट्रको हितको निम्ति अनहर 24 घण्टा प्राधिकरणमा बसेर 24 घण्टा कार्यालयमा बसेर उहाँले जनतालाई दिएको साँच्चीकै भ्रष्टाचार बिचौलियाहरूको हो। यो सरकार आज लिप्त छन् यी कमिसनहरू यो भ्रष्टाचारीहरूको विरुद्धमा उठेको यो आम जनसमुदाय हो। त्यसैले आम जनसमुदाय सामु म के भन्न चाहन्छु भने हाम्रो प्राधिकरणको महानिर्देशक कुलमान घिसिङलाई तुरुन्त पुनर्बहाली गरी केही उहाँको बाँकी रहेको कार्यकाललाई पूर्णतः